हेलो गाइस, हामी चाहिँ नुमाको हो अनि उ चाहिँ हाम्रो बहिनी हो। उ चाहिँ सरगम हो। सरगम वाइबा। यो रियान वाइबा। हेलो रियान वाइबा। हेलो रियान वाइबा। यता चाहिँ मेरो ग्याङहरु छ। ग्याङहरु छ गाइस, यो चाहिँ कसको ग्याङ हो थाहा नै भएन। ल भन के हो? यसको नाम चाहिँ आया स्यान हो। रिवेश हो। अनि यसको नाम आयान हो। आयान वाइबा, नामडुक लामा, डन्डुक लामा, नुमा लामा, आयाना लामा, अनैया लामा होइन, अनैया वाइबा। अनैया वाइबा हो। हेलो आयन वाइबा चाहिँ उहाँ लुकी लुकी बसेको छ। ल सब्स्क्राइब गर्नुस् होला। आउँछ हजुर चाहिँ म बनाउँछु नि। ल बनाऊ ल। हेलो गाइस, आज चाहिँ हाम्रो नयाँ घरमा पूजा चलिरहेको छ र यहाँ चाहिँ पूजा चलिरहेको छ किनकि यो नयाँ घर हो। अनि उता राम छ, राम डन छ, उतातिर हाम्रो बाजे मामहरू हुनुहुन्छ, माइजहरू पनि हुनुहुन्छ, अनि यहाँ चाहिँ लामा हुनुहुन्छ, अनि हुन्छ यो पनि लक्ष्मी हो अनि बाजे हो। अनि अब चाहिँ हामी तलको नजारा देखाउनु समय तल चाहिँ यो चाहिँ सुहाना वाइबा हो, जतिखेर पनि नाच। अनि यो चाहिँ यता पनि बस्ने ठाउँहरू छ अनि यहाँ टन्नै मान्छेहरू छ, त्यही भएर मान्छेहरू हुनुहुन्छ। अनि यो चाहिँ डेकोरेसन हो, सिटिङ हल हो। यता चाहिँ आमा हुनुहुन्छ, माइजू हुनुहुन्छ, हजुरआमा हुनुहुन्छ, यता चाहिँ यता ठुलमम्मी हुनुहुन्छ, अनि बहिनी हुनुहुन्छ, अनि दिदी हुनुहुन्छ। अनि अब यो चाहिँ हाम्रो बाजे हो। अब हामी कोठाहरू देखाउँ। अब चाहिँ यो कोठा हो। अहिले अलि डेकोरेसन भएको छैन, यता अलि मिलाएको छ। अब किचन हल देखाउँछ है गाइस। यो चाहिँ किचन हल हो। यता चाहिँ हाम्रो त्यो भाइरल वाल उस्तो त्यो भरि यो लगाएको हो। अनि यता चाहिँ हाम्रो जायन्ट फ्रिज छ। अब हामी चाहिँ तल झर्दै आएको छौँ। यता चाहिँ डेकोरेसन भइसकेको छ पुरै। यता चाहिँ राम्रो कोठा सजाएको छ। यता चाहिँ बारतली पनि छ गाइस, यता बारतली छ। अब चाहिँ हामी अर्को कोठा देखाउँछौँ र यता चाहिँ लिभिङ रुम छ है गाइस। यता लिभिङ रुम चाहिँ यस्तरी सजाएको छ र अझ पनि यता रुम छ। यता रुममा चाहिँ कस बस्नुभयो? सबिता माइजू। यी भ्लगमा सबिता माइजू हुनुहुन्छ। अनि पछि यता चाहिँ हाम्रो कपडाहरू हुन्छ। यता रेडी हुनु भएको थियो, त्यही भएर अहिले चाहिँ अलिक भएको छैन गाइस। अनि यता चाहिँ वासरुम छ। वासरुमभित्र चाहिँ हजुरले के होला भनेर सोच्नु भयो होला। यता चाहिँ त्यो स्याम्पू यसरी थिचेर लाउनेवाला छ। अनि हात धुने ठाउँ छ, अनि उयो छ, अनि टोयलेट बाथरुम छ, अनि नुहाउने सावर छ है त। अनि यता चाहिँ बस्नु भएको छ। अनि बस्दा आङ्गी हुनुहुन्छ, आन्टी हुनुहुन्छ, अनि बाजे हुनुहुन्छ, मामी हुनुहुन्छ। माम चाहिँ बारतलीबाट हेर्दै हुनुहुन्छ। अनि यता चाहिँ अहिले तयारी भएर आएको छ। अनि यता चाहिँ ग्याङहरू भएर धेरै नै हल्ला भएको छ। यिनीहरू फ्री फायर भन्ने गेम खेल्दैछ। अनि अब म चाहिँ अनि यता चाहिँ हामी अब नजारा मात्रै हेरौँ है त। म हजुरलाई नजारा देखाउँछु है पछि नै। अब ढोका खोल्ने। आहा कति राम्रो नजारा है, हजुरले देख्नुभयो है। यताबाट तातो घाम आउँछ भने उतातिर छ, हेर्न सक्नुहुन्छ। यता चाहिँ पर्दा हो। यता चाहिँ डेकोरेसन यसो भएको छ र यो अब हामी अलि यसले पर्दालाई मिलाउँछौँ। यता चाहिँ सुटकेस छ, हामी चाहिँ भ्लग बनाउँदैछ। अनि पछि यो चाहिँ छाडा गर्दैछ। यो चाहिँ
यसरी सबैजना अनि सबैजना यस्तो भयो अब हामी गयो ल यता चाहिँ माथि चाहिँ यस्तो यो भ्लग हो क्या त्यस्तो नगर न यता चाहिँ यो चाहिँ एक्लो भाइ हो कि जो जतिखेर पनि एक्लै खेलिरहेको छ यो चाहिँ आयन वाइबा हो अनि पछि यो हाम्रो चाहिँ यस्तो सामानहरू राखेको छ तर यता अलि डेकोरेसनहरू सामानहरू मिलाउनु पर्छ यता अहिले सामानहरू मिलाएको छैन लगाउने कपडाहरू राखेको छ अनि यता चाहिँ हट त यता चाहिँ उस ग्रहहरू यताबाट हामी सामानहरू निकाल्छौँ यता पजल्सहरू छ यता टाइम टेबलहरू छ यता कपाल कोर्ने छ यता चाहिँ राम्रो टेडी बियर छ टेडी बियर चाहिँ धेरै नै राम्रो छ अनि माथि पनि किताबहरू छ यता हाम्रो इङ्कहरू के छ र यस्तो हेर्न सक्नुहुन्छ कति राम्ररी सजाएको छ अब यताको पनि बारतलीको नजारा देखाउने छौँ यताको चाहिँ पहिला यसरी गर्ने हो साइलेन्ट देखाउँदिनँ गाइज किनकि अहिले मम्मीहरूले यता नखोल्नु भन्नुभएको छ र अब हामी यो भन्दा पनि सबसे तल जाने छौँ